अस्तिबारले थोर्दै अब टोड्ने छ बहिनी कता निस्किँदैन हौ जम्यो त्यसमा चाहिँ हुँदैन होला है त्यहाँ हुँदैन होला तातो पानी हाले चिसो पानी जाडोमा त चिसो पानी हाल्नु जाडोमा त तातो पानी चाहिँ हाल्नुपर्छ कस्तो रहेछ खै पानी बोतल सतल तातो पानी त्यो जाडकेर त्यो भने मैले थर्मस्टी पुरै तातो छ तातो पुरै जातो धेरै तातो नि हाल्दैन थोरै मात्रै हाल्यो नि दही बनाएर भाइ अस्ति बिहान 2 लिटर 1 लिटर त दुध ल्याएर खानुपर्छ त्यसकै तर चाहिँ ग्यास्ट्रिक हुन्छ भने नखाएको अनि त्यसको दही बनाएको यो हुन्छ कि हुँदैन हेर्नु पर्यो सरर ल्याएर यति पानी हुन्छ के चिसो पानी गरेर हेर्नु न एकछिन तातो आइहाल्छ कि एकछिन सुरु गर्नु पर्यो पानी पुगेन घिउ रेडी भयो अब घिउ बनाएको क्या बटर बटर गरिहाल्छ ल गाइस यहाँ घिउ रेडी भयो मेरो बुढा चाहिँ यहाँ मही पार्दैछ बिरामी मान्छे बिहान बिहान 1-1 लिटर ल्याएको दुधको चाहिँ तर निकालेर छुटेर राखेको तरहरूको चाहिँ घिउ बनाउँदैछ आज फाइनली घिउ तयार हुन लाग्यो हेर्नुस् गाई घिउ
पुरै बन्ने रहेछ भ्यू। अस्तिबाट यत्रो भएको नेपाली चाहिँ धेरै होला जस्तो धेरै रहेछ भ्यू। बन्यो अब ठुलो भ्यू। भयो होला हौ अब त म त भाँदैन यार एकटो जम्नु हुन्छ नि त अरे भएको छैन के खली भइसक्यो उति छिमेकी हो त राधे त अति तातो घिउ रेडी भयो फाइनली। आज चाहिँ बाक्लो भएर क्या आधा आधा हर्लिक्स बन्छ क्या हो। फेरि कपिराइट आउँछ क्या भिडियो भने किन माने भयो पनि होला हौ। कोहीले कमेन्ट गरे कि के गर्यो भयो होला हौ त्यो त। भयो 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 अब चाहिँ भयो अब चाहिँ भयो गाइस फाइनली हामीले चाहिँ घिउ तयार पार्यो। अब अझै छुट्टै अलिक घरमा भयो है अहिले बिलेलाई फेरि हामीले चाहिँ आज चाहिँ आधा हर्लिक्स घिउ चाहिँ तयार हुन्छ कि जस्तो लाग्यो मलाई चाहिँ। यहाँ घिउ पार्ने बाजे भिडियो बनाउने माम भयो कचौरा ल्याउनु कचौरा ल अब चाहिँ घिउ निकाल्नु त। रेडी भयो अँ के अझै भाँदैन भइसक्यो अब त भयो हो भाग्यो छैन अलि के भयो भयो त्यस्तै हो होइन यार भाँदैन थोपथोप त होइन नि अलि डल्लो भाँदैन नि अस्ति च्याप्प भयो तयार भयो भनेको अलि नभएको जस्तो लाग्यो त्यही भएर फेरि दोहोऱ्याएर चाहिँ मै पार्दैछ है गाइस। बिल्ली हो कि जस्तो लाग्यो मलाई त। पानी हाल्नु चिसो पानी
दानी छिटो दानी छुन्छु है घिउ रेडी भयो गाइस हाम्रो अब मैले हुँदै आयो हम थोदा ल गाइस अब चाहिँ हामीले घिउलाई निकाल्ने तर्खरमा छ यहाँ कहाँ गयो ल मेरो कले भइसकेछ ढिलो भयो तर नेपालमा त अस्ति भन्दा धेरै आएको जस्तो छ है घिउ त हेर्दै ढिलो भयो अस्ति डर लाग्यो चकले त्यो गर्नु पर्ने सोची गर्नुपर्छ फाइनली हाम्रो घिउ तयार भयो यहाँ गाइस अब गरिदेऊ